वेलकम ब्याक छ सबैजनालाई मेरो नयाँ ब्लगमा न्यू डे न्यू ब्लगको साथमा तपाईँहरूको सामु फेरि आइसकेको छु। मैले चाहिँ हिजोबाट ब्लग सुरु गरेछु, फेरि यो चाहिँ छ डे 2 फेरि सुरु गरेछु हिजोबाट। पछाडि देखिराख्नु भएको छ होला, अहिले चाहिँ म छु धानको खेतमा, धानको बिउ राखेको खेतमा। अहिले चाहिँ म यहाँ कुर्न आएको छु किनकि हाम्रो चराहरू आएर यो धानको बिउ खाइदिन्छ। अनि यता यो के छ यो भगाउने कुरा, यसले यो खासै काम गर्दैन, मान्छेले बस्नुपर्छ बल्ल काम गर्छ। म टाइम ल्याप्स बनाउने सोचिरहेको थिएँ, अब टाइम ल्याप्स बनाउनलाई मोबाइलमा चार्ज पनि छैन धेरै, एकछिन यत्तिकै बस्नुपर्छ। पुरै मकै घारी छ। अब चाहिँ म यहाँबाट अब हिँडिदिनु लाग्यो। अहिले चाहिँ 8:30 होइन 9:30 भएको छ। ठ्याक्क अघि टाइम हेर्दाखेरि म यहाँ लगभग 6:30 बजीतिर आएको म यहाँ बस्नुलाई। अहिले चाहिँ ठिक 9:30 भइसकेछ। अब चाहिँ म घरतिर जानु लाग्यो। अब चाहिँ खानासाना अनि अब दिउँसो लुगासुगा यसो जुत्ता धुन छ, त्यही अब काम छ हल्का फुल्का। अनि यसो के हुन्छ देखाउँदै गरौँ। कुण्डल पार जानु लाग्छ एउटा साइकलमा तिर्बल जानु लागिरहेको छ। जाँदैछौँ बाटोमा अहिले चाहिँ हामी मस्त हाँसी खेली गइरहेको छौँ। जानु पर्यो हाँस्दै खेल्दै राम्रोसँग चला है भाइ, राम्रोसँग चला। पछाडि फेरि नबोल्नु भने बिहान कम झ्याउ थियो काट्नमा। अहिले चाहिँ हामी कुण्डल पार्क पुग्ने लाग्छौँ। त्यहाँ कुण्डल पार्क अब तर यार आरन्दै भन्नु पर्दैन, तर क्यामेरा एकचोटि भिडियो बनाएको चाहिँ बबाल आएन। अनि त्यसपछि त्यो क्यामेरा त्यो उसको एडिट गरेर हाल्दाखेरि म चाहिँ औडा आयो यार। त्यो त आइहाल्छ अब नि के भिडियो काट्दाखेरि पनि के देखिहाल्छ नि। अब कुण्डली पार्क लगभगले चिन्नु भएको छ होला, कसले चिने खाने यो भिडियो हेर्दै चिनिरहेको नि पश्चिमपुरको कसले चिने खाने कि कुण्डली पार्क भन्ने। हामी तिनले चाहिँ गराएको हो यार, हिजो भर्खर त बनाएको हामीले। अनि रात भोलाएर हान्नु पऱ्यो भयो। गफ नानीसम्म चल्दैन नि त। आफूबुटो हेर्छ त पनि आउने राति बा यता नआउने होला यार। अघि मैले आँप चोरेको यार तिमीमा यार यत्रो थियो कि यत्रो थियो कि हिजो हामी अस्ति हामी त्यत्रो बेर बस्यौँ नि, त्यही बुढामा थियो कि थियो। अर्कोमा पनि थियो कि दिपो, अर्को बुढामा पनि थियो कि 4-5 थियो कि साथै झर यसले त मार्छ। ब्रेक छ भन्छ झरम यार म उहिले हान्छु अन्त स्कुलमा घोस एक्कै गइदिएको यार। ल ओह्रालोमा हेरौँ है के गर्छ है। ल है सिधै कुलम गइ ल भिडियो भइरहेको छ। कसले खसाल्यो दिपले फेरि मेरै कुनले अस्पताल लान्छ कसको साइकल दिपको, कसले चलाएको दिपले। हामी चाहिँ सेफ्टी नै पुगिसकेका छौँ तल चाहिँ मस्त बाइक भन्दा कम छैन हराएमा डर। तर खुट्टा चाहिँ लामो भइसक्यो यार, प्रब्लम दुइटै खुट्टा लामो। ल कुण्डल पार्क अब चाहिँ पुगिसकिएछ हामी। यस गाइज पारादेखि पारा थकाइ लागिसकेछ यार, खुट्टा पनि नमिलेर यार साइकलमा खुट्टा। अब जिम गर्ने हो माथिपट्टि राख्न, भित्रतिर राखेँ उता कुनामा राखिदिउँ कि यहाँ त के हो कि यार अहिले माथि गएर बसिन्छ। यस्तो कुनामा हालेर राखिदियो नि त भयो त। यतापट्टि राख्ने, यतापट्टि राखिदियो कि हराइमा डर छैन भनियो अब डर त निकै डर छ। ए बाबु तिमी त डाङ्ग्रे नहाँस्दै नहाल्दै यार। अनि सुनाएको मैले कपी गर्छु क्या। अब के कपी गर्छ साँच्ची त्यसले भ्लग कसरी स्टार्ट गर्छ कसरी बनाउँछ म त फरक्कै भनिरहेको यार भन्छ अनि सुनाएको होइन ठुकचाट म चाहिँ चिल्न पानी खानुपर्छ गाइस। अरू पनि होइन त्यो डुप्लिकेट भनेको नि पानी त जति पनि खानुपर्छ गाइस। यस्तो त्यही गर्दै छ पहिला के आर्मी राखेन 7 देखि। यतातिरको मौसम अहिले यस्तो टाक्टर घाम लाग्छ, अघि पानी परिरहेको थियो। हामी चाहिँ कुण्डल पार्कमै छौँ। अब हामी जिम हालेर हुन्छौँ, एउटा यहाँ अफ्रिकन अब एउटा रसियन छ। अब हामी जिम हाल्न जाँदैछौँ है गाइस। लुक्स आँखै आयो सिधै लगाइछ। अब हामी चाहिँ जिम गरेको त्यहाँ हुन्छ नि त।
यो दिप अब जाँदैछौँ यता वकको बाटो यहाँ हिँड्दैछौँ जाँदैछौँ के गर्ने अब भ्लग बनाएर पनि कहाँ जाने हो र भ्लग बनाएर जाने ठाउँै छैन बस्ने पुलमा त्यसपछि त पुलमा गयो अनि यहाँ त्यसपछि भोलि कहाँ हुन्छ त्यही भएर देखाउँदैछु गएपछि भेट्छु गाई जान्छ शिवेन चोकमा निक्लिसकेका छौँ निक्लेर पनि अलि माथि आइसक्यो लाएर दिप भाइ यहाँ साइकल गुडाएर हिँडिरहेको हामी चाहिँ चिलमा होइन ब्रदर्स धेरै भएको अहिले मजा आउँथ्यो र 3 जना मात्रै लखाएर केही छैन पुरा पछि जम्मा भयो हुन्छ हामी चाहिँ स्कुलमा आइपुगिसकेका छौँ टक्क लाएर हामी 3 जना यस्तो टक्क लाएर हामी आइपुगिसकेका छौँ यता दिप टक्क यता आर्यन बुग्रो सोल्टी टक्क लाएर हिँड्दा चुइके के त्यसको पुगिसके के अरे हामी पनि आएन के नाम बिर्सेको यार च्याउँसी के चुई क्या च्याउँसे सन्चै च्याउँसीलाई पनि भेटिसकेका छौँ गाइज के छ यता यता भन नि त के यार स्कुल छ गाइज यहाँ पढेर क्या हामी पढेर आएको ट्युसन पढेर आएको ल है च्याउँछु ल अब गाई जान्छ यहाँ फेरि मकै बारी छ कि यार स्कुलको मकै हो नि हो होइन स्कुलको मकै हेरेर केटा यो सानो छ कि छ कुन दिन आउँछ हामी पनि यहाँ पनि आउँछौँ कि कुन दिन अब आर्यन जान्छ अब कुनै दिन यसो छ तिर हाम्रो गाउँ अब गाइस तपाईँहरूलाई घरै गएर भेट्छ आर्मी है त अहिले चाहिँ म यहाँले घर आएर मस्त बसिरहेको थिएँ अब चाहिँ म जुत्ता धुन लाग्यो 3 जोडी चाहिँ जुत्ता छ नधो भने धेरै दिन भयो थियो अब म यसो जुत्ता धोएर अनि अब के हुन्छ हजुरलाई देखाउँदै गर्छु अहिले हेर्दै गर्नु न भन्नुपर्दा सबै जुत्ताहरू चाहिँ धोएर मैले सुकाइसकेको छु यता चाहिँ जुत्ताको सोलहरू यता एउटा जुत्ता छ यता दुईवटा जुत्ता छ अनि एउटा यता दुईवटा यता छ भर्खर चाहिँ धोएर मैले सुकाएर राखिदिएको छु यहीँ अब सब काम चाहिँ एकछिन मेरो कामहरू जति चाहिँ भइयो अब हेर्दै जाऊँ के हुन्छ भिडियोमा अब केही कामहरू हुन्छ अब केही रमाइलो गरिन्छ कि साथीहरू फेरि भेटेर कि भेट हुन्छ कि हुँदैन अहिले थाहा भएन गाइस आजको लागि चाहिँ यति नै भन्दै मैले यो भ्लगलाई यति एन्ड गर्न चाहेँ भोलि फेरि भेटौँला न्यू डे न्यू भ्लगको साथ बाई बाई गाइस लाइक शेयर सब्सक्राइब कमेन्ट यसो गर्दै राख्नु न आजको लागि यति भन्दै हस्त जय नेपाल